हेलो गाइस, सबैजना नमस्कार। मेरो नाम प्रेम विष्ट। वेलकम टु माई च्यानल मिस्टर प्रेम। धेरै दिनदेखि अनलाइन आएर खोजेको थिएँ। भिडियो पहिले पनि बनाएको, अहिले पनि बनाउन खोजिरहेको थिएँ। विदेश आएपछि बनाउँछु भन्थेँ। कामको कारणले गर्दा टाइम नमिलेर भ्लगै बनाउनु पाइँदैन। सो सर्ट भिडियोहरू हालेको थिएँ। सायद एक दुई दिन पछाडि अब कन्टिन्यू भ्लग आउँछ होला। च्यानललाई सब्सक्राइब गर्नु, बस रमाइलो गर्नुपर्छ। त्यति साह्रो भ्लग बनाउन त आउँदैन, लाज लाग्छ। लाज भन्दा पनि अब कसरी बनाउने थाहा छैन। मेन समस्या त एडिट गर्नु छ, एडिट गर्न सक्दिनँ। गाह्रो हुन्छ, एकदम टाइम त हुँदैन। जस्तो हुन्छ त्यस्तै हाल्छु होइन युट्युबमा। आज मलाई आउनु मन लागेको किनभने विदेश आएको मान्छेहरूलाई धेरैजना हुन्छ, म मात्रै होइन, धेरैजना हुन्छ। तर यहाँ चाहिँ डिफिकल्टिजहरू धेरै रहेछ क्या। जस्तै तपाईँको पहिलो कुरा भाषा साह्रै गाह्रो। इङ्ग्लिस जान्नेहरूलाई त जस्तो चल्छ, इङ्ग्लिस नजान्नेहरूको लागि सो डिफिकल्ट होइन। बेसिकल्ली अरू बाहिर फेर त त्यस्तो गाह्रो पर्दैन, किनभने प्रायः म्याक्सिमम् सपिङ मलदेखि लिएर तपाईँको बाहिर काम गर्दाखेरि त हिन्दी, बाहिर हिँड्दाखेरि आफू दोकानहरू जाँदाखेरि हिन्दी, प्रायः हिन्दी म्याक्सिममले बुझ्छन् पनि। अनि नेपालीहरूलाई हिन्दीको लागि त्यति गाह्रो पनि हुँदैन रहेछ, हिन्दी चल्दो रहेछ। अनि सबभन्दा समस्या भनेको चाहिँ गेस्ट ह्यान्डलिङ। बेसिकल्ली लेबरमा जाने, हेल्परमा जाने, स्टोर किपरमा जानेहरूलाई त गाह्रो हुँदैन। तर रेस्टुरेन्ट, सपिङ मलतिर अनि जसले कस्टमरसँग डाइरेक्टली रिलेटिभ गर्छ त्यसलाई चाहिँ लास्टै गाह्रो हुँदो रहेछ। मैले पनि यहाँ भोगिरहेको छु। म पनि लाइन किचन कुकमा आएको छु र हाम्रो चाहिँ ब्रेकफास्ट रेस्टुरेन्ट हो। म बाहिर काम गर्छु, बाहिर लाइभमा कस्टमरको डिमान्ड छ, अर्डर बनाउँछु। त्यसमा चाहिँ लास्टै गाह्रो क्या। माफी माजुद भन्छन्। अब आफू भर्खर नेपालबाट आएको 6-7 मन्थ भयो, गाह्रो हुने। त्यही पनि जसो तसो चलिरहेको छ। नेपालमा काम गर्नुभन्दा चाहिँ विदेशमा काम गर्नु किन क्वाइट डिफिकल्ट रहेछ भने, जति नेपालमा काम गरेको, मैले पनि मेरो जिन्दगीको 8 वर्ष नेपालमा मैले काम गरेँ। एज अ कुक भएर काम गरेँ नेपालमा। मेरो तलब म्याक्सिमम् 25,000सम्म पुगेको। तर यहाँ विदेश आएपछि त्यो पैसा डबल हुने, प्लस फेसिलिटीहरू। र नेपालमा सबभन्दा ठुलो समस्या भनेको के हो भने, हामीलाई सार्वजनिक बिदा लिन अनि तपाईँको विकली अफ पनि कति ठाउँमा दिँदैन क्या नेपालमा। सर्च गर्दा हुन्छ, सोद्धा हुन्छ होइन। कति ठाउँमा रुल्स कस्तो छ भने, हाम्रो चाहिँ अब सरकारी रुल्स छ हप्ताको 4 दिन बिदा। तर नेपालमा 2 दिन बिदा मात्रै छ क्या महिना। हप्ताको 4 दिन भने महिनाको 4 दिन बिदा हो। र कति ठाउँमा महिनाको 2 दिन मात्रै बिदा छ क्या। स्पेसली मैले काम गर्ने ठाउँमा महिनाको 2 दिन मात्रै बिदा थियो क्या। अनि त्यसै गरी दसैँ तिहारमा समस्या। पहिलो कुरा त पैसाकै समस्या हो, पैसा टाइममा नदिने। तर विदेशमा त्यस्तो हुँदैन रहेछ। जे होस्, सोचे भन्दा फरक रहेछ विदेश। म चाहिँ पहिले सोच्थेँ गाह्रो हुन्छ होला विदेश आउँदा, डर थियो मनमा एउटा। तर यहाँ आइसकेपछि चाहिँ त्यस्तो डर हुँदैन रहेछ। जस्ट फ्रिडम रहेछ, आनन्दै रहेछ भनौँ न एक प्रकारले। एउटा कुरा अर्को प्रब्लम चाहिँ के हो भने, फ्यामिली मिस हुँदो रहेछ। मतलब फ्यामिली त मिस हुन्छ नै त्यसको उतामा पनि। अनि साथीभाइ, मेन स्पेसल्ली हामी युवाहरूलाई त साथीभाइ होइन मिस हुँदो रहेछ। जस रमाइलो छ, जस्तो तसो 2 वर्ष काट्नै पर्छ, आनन्दै छ। रमाइलो कुराकानी गर्दै गरौँला। 3 मिनटको भिडियो छ। यो भिडियोलाई हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, मलाई पनि हौसला बढाउनुहोस्, म पनि युट्युबमा भिडियो हाल्न सकौँ। तपाईँहरूले हौसला बढाउनु पनि भिडियो हाल्नेछु। अब म्याक्सिमम् 2-3 मिनटको रेगुलर भिडियो नै आउँछ। च्यानललाई सब्सक्राइब गरिदिनु, लाइक शेयर कमेन्ट गरिदिनु। कस्तो खालको कन्टेन्ट, मलाई अब नयाँ मान्छे, मलाई कन्टेन्ट दिन आउँदैन, कस्तो खालको कन्टेन्ट चाहिन्छ भन्नु, म त्यस्तै खालको कन्टेन्ट बनाउनु ट्राई गर्छु है। थ्याङ्क यू, बाई, सी यू सुन।